यो एउटै बजार हो। अब संसार एउटै हो, बजार पनि एउटै हो। जहाँसुकै पुग्यो युरोप, अमेरिका, नेपाल, एसिया लगायतका गल्फ जुनसुकै देशमा गयो भने गरीब जो सामान्य मान्छेलाई पनि अघि भने जस्तो पहिला पहिला जापानिजहरूले राजा महाराजाहरूले मात्र खाने भन्ने चिजलाई चाहिँ अब म संसारभरिको सामान्य मान्छेलाई पनि खान मिल्ने गरी पुर्याउँछु भनेर चाहिँ यो डाइरेक्ट सेलिङ र डिस्ट्रिब्युसन इन्डस्ट्रीमा त्यो गरिदियो, जसले चाहिँ एकजनालाई राम्रो लागेछ भने उसले अरूलाई पनि सुनाउन मिल्ने त्यस्तो खालको सिस्टम बनाइदियो कि त्यसलाई चाहिँ डाइरेक्ट सेलिङ भन्छ। त्यो चाहिँ डिएक्सन हो। त्यस्तो खालको कम्पनी बनाएर चाहिँ अहिले संसारभरिको वान वर्ल्ड वान मार्केट भन्छ। संसार एक हो, बजार पनि एक हो, वान मार्केट। अहिले यो कफी छ, त्यो कफीभरि संसारभरिको एउटै कफी हो, डिएक्सनको लिङ्जी कफी होइन। टुथपेस्ट छ, डिएक्सनको टुथपेस्ट संसारभरि एउटै हो। यो एउटै बजार हो। अब संसार एउटै हो, बजार पनि एउटै हो। जहाँसुकै पुग्यो युरोप, अमेरिका, नेपाल, एसिया लगायतका गल्फ जुनसुकै देशमा गयो भने बजार एउटै हो। अघि भने मैले हाम्रो एउटा रजिस्टर गरेर मेम्बरसिप कार्डले चाहिँ 200 वटा देशमा हामीले बिजनेस गर्न मिल्छ। जस्तै हाम्रो साथी कतारमा छ, दुबईमा छ, साउदीमा छ, ओमानमा छ, अमेरिकामा छ, रोमानियामा छ। त्यहाँको साथीलाई हामीले जस्तै कार्ड बनाएर तपाईको सिफारिसमा, हजुरको सिफारिसमा मेम्बर बनाएर अथवा डिस्ट्रिब्युटर बनाएर खानुभयो भने त्यहाँ अमेरिकामा एउटा टुथपेस्ट खाएको पैसा यहाँ हजुरलाई मलेसियामा आउँछ। नेपालमा एउटा टुथपेस्ट कफी एउटा युज गर्यो भने नेपालको पैसा पनि हामीलाई मलेसियामा यही निकालेर